ब्याक गाइज। आज चाहिँ म एकदम पुरानो स्टोरी बनाउँदैछु। यसमा चाहिँ ढोलकपुर गाउँ भनेर सबै सुन्नुभएको होला, छोटा भीम बस्ने गाउँ। यसमा चाहिँ दुईजना मान्छे, एउटा एकदम मोटो मान्छे, एकदम दुब्लो मान्छे आएर सबै समस्या छोड्छ र ढोलकपुरको राजा र रानी छोटा भीमलाई बोलाएर यो मान्छे को हो थाहा पाएर यसलाई पक्रिनु भनेर आदेश दिन्छ। अब यो मान्छेले समस्या किन छोड्यो, यो मान्छे यो ठाउँ किन आएको चाहिँ अब यही भिडियोमा थाहा हुन्छ। सो लेट्स गेट स्टार्टेड टु द भिडियो। आज ढोलकपुरमा दुईटा मान्छे आइरहेको थिए। त्यो कसले संसारले थाहा छैन। तिनीहरूको नाम के होला? रोक्नु बाबा मर भीमलाई बोलाएर उसले सबै सोल्युसन मिलाइदिन्छ, निकाल्छ। भीम भीम लड्डु खान जानु पर्यो, धेरै दिन भयो लड्डु नखाएको। आन्टी लड्डु दिनु न। लड्डु कति लड्डु चाहियो? आन्टी लड्डु कति लड्डु चाहियो? 10वटा लड्डु। ल रुकमा बनाइदिन्छु। ल भयो तिम्रो लड्डु ल्याऊ। भीम भीम हाम्रो गाउँबाट सबै समस्या गायब भएको छ। अनि दुईजना मान्छेहरू टुर गर्न आएको थियो हाम्रो गाउँमा। एकछिन मलाई सुन्न। 10वटा लड्डु खानेर ल्याऊ अनि रास्ता। ए भीम हिँड, छिटो हिँड, जाऊ जाऊ। समस्या राजाले पठाउनु भएको, जाऊ जाऊ जाऊ। मेरो बाबाले त दुईटा मान्छे कस्तो थियो? एउटा वेलो कलर लगाइरहेको थियो, अरू चाहिँ मैले देखिनँ। एउटा मान्छे उसलाई सोरेर मारेर त्यो पातलो खाले थियो एउटा चाहिँ, अनि एउटा चाहिँ मोटो। पातलोले चाहिँ तक्लु थियो पुरा, एउटा चस्मा लगाएको थियो, अनि येलो कलरको कुर्ता, ओरेन्ज कलरको पेन्ट, अनि खुट्टामा कालो कलरको जुत्ता, अनि मोटोले चाहिँ रेड कलरको कुर्ता लगाएको थियो, ब्ल्याक कलरको कोट लगाएको थियो सानो खाले, अनि येलो कलरको सुरुवाल, अनि यो कालो जुत्ता लगाएको थियो। अनि त्यसको चाहिँ कपाल पुरा टाक्लो थियो, यत्रो यहाँ कपाल थियो, अनि त्यसको जुङ्गा पनि थियो। अनि पातलोको एउटा टुप्पी थियो। ओ मोटु के खाएको तिमीले? समोसा? अब यति धेरै समोसा कहाँबाट पायो? छोडेको कहाँबाट? ओ नो, हामी त यता केही दिनका लागि एकदम इम्पोर्टेन्ट कामले गर्दा आएको थियौँ। चोरेको मान्छे थाहा पायो भने हाम्रो त पक्रिन्छ नि त। तिमीले कसरी चोर्यो? आन्टी समोसा दिनु न। कति समोसा चाहियो? 10 प्लेट। ल रुकमा बनाइदिन्छु। ल ल्याउ तिम्रो समोसा गर्नु। मिठाई पनि दिनु न। ल म मिठाई लिनु लगाएको। ल ओइ कता गएको? मेरो समोसाको पैसा खोइ। रुकमा भीमलाई बोलाउँछु। रुक। ओ नो, तिमीले त्यसरी चोर्यो सबै समोसा? अब त हामी फस्ने भयौँ। हामीले यहाँबाट भागिहाल्नुपर्छ। भीम आउनुभन्दा पहिला नै हामी यस्तो के गर्नुपर्छ भन्दा, भीम त्यहाँबाट केटा काहीँ गएको होला। यो ठाउँको सँग मेन हिरो भनेको भीम हो। भीमबाट हामी भागिहाल्नुपर्छ। तिमी चाहिँ त्यो बाटो जाऊ, म चाहिँ त्यो बाटो जान्छु। ल भाग। तपाईँले एउटा मोटो र पातलो मान्छे देख्नु पकाएको? देख्यो, त्यो समोसा खाँदै त्यता गएको थियो। हो त्यतातिर। हाम्रो समोसा चलेको थियो सियो गाउँको, अनि मैले मिठो ल्याएको पनि छ। अनि आफ्नो गाउँमा गएर खान सक्दैन थिइस्, अनि हामी अर्जेन्ट कामले आएको। अनि किन चोर्नु पर्यो त? पैसा दिएको भए हुन्थ्यो नि। पैसा हुनु पर्यो नि, गरिब छौँ। हजुर यही हो तपाईँको समोसा चोर? यही हो यसैले चोरेको थियो मेरो समोसा। ए हो, रुक न, अब हामी यसलाई के गर्छौँ? अहिले त फाँसी दिनुपर्छ। हिँड। हो लाग्नु पर्छ। भीम लगा यसलाई। खोइ त पातलु कता गयो? पातलु
त पातलो मान्छे पनि आएको थियो। पातलो मान्छे खोइ पातलो मान्छे हामी भेटिरहेको त अङ्कल बाटोमा एउटा अङ्कल भेट्यो उहाँले भन्नुभयो म त यता कस्तो कलरको लुगा लगाएको थियो पातलोले वालु कलरको लागेको थियो, मैले हेरेको थिएँ। मैले पातलोले येल्लो कलरको लगाएको थियो अनि त्यो अङ्कलले चाहिँ कस्तो लाउनु भएको थियो येल्लो अङ्कलले त ओरेन्ज टाइपको लाउनु भएको थियो। मतलब चाहिँ पातलो त्योले भेषभूषा चेन्ज गरेको मैले देखेको होला कहाँ होला त्यो यहाँ तिमीले लुकेर- कता देखेको थियो मैले यता आइटी देखेको थिएँ यहाँ मोटो लाग्छ, आउँछ, छोड देऊ। मलाई ल्याउनु पर्दैन फेरि भनेर कहाँ आइज लुक लुक तिमीले पत्लो हो मलाई थाहा छ गिर तिमी पनि म त मेरो साथीले खोज्न आएको थिएँ भन्छ उसलाई किन फाँसीमा लगेको उसले समोसा चोरेर पैसा नदिएर भागेको थियो यसका लागि मलाई माफ गरिदियो म चाहिँ धेरै मोटेको छ धेरै भोक लागिरहेको छ म के गर्छु नाइ तपाईँ हिरो म पैसा दिन्छु पैसा नाइ 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 प्लिज के चाहियो मलाई म सुन दिन्छु नाइ डायमन्ड नाइ ओ मस्त बाँकी रहेको लड्डु प्लिज छोडिदे यो भीम होइन भीम तिमीलाई लड्डु मनपर्छ यो सबै लड्डु आधी लड्डु तिमीलाई दिन्छु आधी लड्डु त्यो दोकानवाला मान्छेलाई दिन्छु म यो मान्छेलाई छोडिदेऊ तर पैसा चाहिन्छ पैसा पनि लड्डु पनि र त्यो मान्छेलाई पैसा दिन्छु भीमलाई म लड्डु दिन्छु ल अनि कता हुन्छ लिनुहोस् तपाईँको पैसा सबै ए थ्याङ्क यू अनि थ्याङ्क यू। रानी सुन्नु न हामी दुईजना यता चोरी गर्न आएको थिएनौँ हामी त यहाँको रानीलाई एउटा पत्र दिन आएको थियौँ राजालाई रानीलाई हाम्रो राजाको एउटा छोरा छ उहाँले चाहिँ तपाईँसित बिहे गर्न खोज्दैछ यो बिहेको पत्र राजालाई दिनु अनि धुम टननननन। अब जान्छु अब मोटु अब चाहिँ यसरी समोसा नचोर है मोटु जाम नचोर सब जाम यो पत्रमा त तपाईँ के भन्नुहुन्छ त्यस्तो पत्रिका दिएपछि म त ल भन्छु ल भयो रेडी के को छोरी किन लजाएको तिमी मेरो होइन त्यो फुरफुरे नगरबाट मैले एउटा लभ लेटर आएको थियो एउटा राजाले पठाएको थियो बिहेको लागि खै हो पो रहेछ ए ल ल के तपाईँ मेरो बिहेको लागि मलाई दिन चाहनुहुन्छ म दिन चाहन्छु तिमी जे गर म दिन चाहन्छु ल मान्छे राम्रो हुन्छ। मान्छे ऊ के भयो भए किन रोको? मलाई त प्रिन्सेस मन पर्थ्यो ए भन नि त गर त्यसलाई। राजकुमारले भरको राजासँग बिहे गर्ने भनिसक्नुभयो ए ला मेरो चुट्की छ त। चुट्की मलाई मन पर्दैन के भयो भीम? के भयो भीम मलाई प्रिन्सेस मन पर्थ्यो मलाई छु त तँलाई म तँलाई मन पराउँदिन ए मेरो छोरी म तँलाई लगिदिन्छु ए अब दुईजना नरो न। मलाई रुन मन लाग्दैन म लड्डु दिन्छु नरो। रिनु म जाँदै रुन्छु नजाँदा भीम त यहाँको राजा पो हो त किन रोको? राजा होइन उठाउँछ राजा यसरी हाम्रो प्रिन्सेस एउटा राम्रो प्रिन्ससित बिहे गर्न पाउँछु भने एकदम खुसी छिन् राजा पनि उसको आफ्नो छोरीको प्रिन्स कस्तो होला भनेर एकदम खुसी छन् तर यता भीम चाहिँ एकदम रिसाएर म यो बेड जसरी भए पनि रोक्न सक्छु अब अर्को पार्टमा हेरिदिनु न अब अर्को पार्टमा हेरौँ हाम्रो प्रिन्स चाहिँ को हो कति राम्रो हुनुहुन्छ कस्तो हुन्छ र भीमले कसरी रोक्छ भनेर
यो बेटा म जसरी भए पनि रुन सक्छु